Hello everyone. Good afternoon, good morning, and good evening at the same time. Now this is your teacher Vigyan Guru. Let's start something from science. त्यो पनि तृप्ति ब्याचबाट जसलाई जसलाई जोइन हुन मन छ गएर सट्ट वाट्सएपमा मेसेज गरिहाल्नुहोस् वाट्सएपमा एउटा ग्रुप छ त्यहाँनिर तपाईँहरूको तृप्ति ब्याचको त्यसमा कनेक्ट हुनुहोस् तपाईँहरूलाई जुम क्लास फ्रीमा मिल्छ त्यो पनि स्याटरडे फ्रम कमिङ मन्थ ल यहाँ कन्टिन्यू गरिहालौँ तृप्ति ब्याच अनि वेबबाट हामीलाई अब यो वेबको कुरामा हामीले यसो हेर्दै गऱ्यौँ भने वेबमा कुरो गर्ने के हुन्छ भने यहाँनिर सुरुमा पढ्न पर्ने भनेको चाहिँ वेबमा दुईटा पार्ट छ एक्चुअलमा चाहिँ है त म तपाईँहरूलाई चाहिँ फ्रेगमेन्ट 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 पढाउनु भएको भएर लेन्दी लाग्ने भयो तर वेबको लागि दुईटा मात्रै पार्ट छ त्यो भनेको वेब पार्ट वान लेन्सबाट पढ्न के अरे पार्ट वान लाइट वेब पढ्न पर्छ भने सेकेन्डमा चाहिँ हामीले वेबको लेन्सबाट पढ्न पर्ने हुन्छ फर नाउ अहिले हामी चाहिँ स्टार्टिङ गरौँ यहाँ चाहिँ लेन्सवाला पार्ट स्टार्ट गरौँ चाहिँ लेन्स भन्छु के अरे लाइट वेबवाला पार्ट स्टार्ट गरौँ लाइट वेबबाट हामीलाई लाइट वेबकै पार्टहरू चाहिँ सुरु गर्दै गर्दै हामी जाने भयो ओके अब हामीलाई धेरै कुराहरूमा तपाईँहरूलाई डिस्टर्बेन्स ल्याउँदैन सिधा कुरा एन्सरमा गइहाल्छु जस्तो हामीले वेबलाई कुरा गर्दाखेरि लाइटको कुरा गरौँ भने लाइट क्यान बी कन्सिडर्ड एज बोथ थिङ भनेर डिफाइन गर्न पाइन्छ लाइट चाहिँ हामीले नर्मली पार्टिकलको रूपमा पनि डिफाइन गर्न पाइन्छ अरे लाइट चाहिँ हामीले चाहिँ वेबको रूपमा पनि डिफाइन गर्न पाइन्छ अरे अब यहाँनिर लाइटलाई पार्टिकल पनि वेब पनि त्यही भएर लाइटको डुअल नेचर भनेर पढिन्छ अब त्यो कुराहरू डिटेलमा जानु पर्दैन म तपाईँहरूले धेरै कुरा बुझाउँदैन मेन कुरा म लगिहाल्छु लाइटमा एउटा मेजर प्रपर्टी के हुन्छ भने प्रोपागेसन याद गर्नुहोस् है लाइटको मेजर प्रपर्टी भनेको प्रोपागेसन अब यो प्रोपागेसन भनेको चाहिँ सिम्पली द प्रोसेस अफ पासिङ फ्रम वान पोइन्ट टु अनदर पोइन्ट या फेरि पासिङ फ्रम वान स्पेस टु अनदर स्पेस एउटा ठाउँबाट अर्को ठाउँसम्म चाहिँ पास गर्ने एउटा प्रोसेस भनेकै हाम्रो लागि प्रोपागेसन हुन्छ एन्ड इन दिस सिचुएसन हामीलाई लाइटको जुन त्यो प्रोपागेसनको कुरा गरेको छ लाइट वेभ प्रोपागेट गर्छ अरे प्रोपागेट गर्ने बेलामा लाइट चाहिँ हामीलाई यसो हेर्ने बेलामा चाहिँ लाइटलाई चाहिँ ब्लक गर्न मिल्छ यो कुरा याद गर्नुहोस् है त लाइट क्यान बी ब्लक्ड जस्तो यहाँनिर लाइट चाहिँ के हुन्छ ट्रान्सप्यारेन्ट मिडियममा चाहिँ अनि हामीलाई इजिली चाहिँ जाने भयो त्यो चाहिँ जाने भयो है त यसमा प्रोपागेट गर्ने भयो लाइट ट्रान्सल्युसेन्टमा चाहिँ त्यहाँनिर प्रोपागेट गर्न सक्दैन है त त्यहाँ प्रोपागेट गर्छ तर अलिकति थोरै प्रोपागेट गर्छ ओप्याकमा त प्रोपागेट नै गर्दैन त्यसो भए हामीले चाहिँ मेनली स्टडी गर्ने भनेको ट्रान्सप्यारेन्ट मिडियमको बारेमा अब लाइटले चाहिँ ट्रान्सप्यारेन्ट मिडियममा प्रोपागेट गर्ने बेलामा एउटा कुरा के लगाउँ त अहिले हाम्रो लागि ट्रान्सप्यारेन्ट मिडियम भनेको तीनटा लगाउँ एउटा सुरुमा वाटर त्यसपछि अर्को भनेको चाहिँ ग्लास अर्को भनेको चाहिँ हाम्रो लागि एयर अब हामीलाई एयरलाई चाहिँ हामीले भ्याक्युमको अनि फर्ममा पनि रिप्रेजेन्ट गरिरहेको हुन्छौँ या फेरि लाइटलाई चाहिँ एयरले चाहिँ लाइटलाई त्यति असर नगर्ने भएको भएर हामीले भ्याक्युमसँग कम्पेयर गर्छौँ सो नाउ लाइट चाहिँ तीनटा मिडियममा ट्राभल गरिरहेको छ अहिले भनेपछि लाइट ट्राभल गर्ने मिडियमलाई हामीले अप्टिकल मिडियम भन्छौँ कुरा भएर बुझौँ है त लाइट जुन मिडियममा ट्राभल गर्छ या फिर लाइटले जुन मिडियममा आफ्नो इफेक्ट देखाउन सक्छ उनीहरूलाई हामीले अप्टिकल मिडियम भन्छौँ यो अप्टिकल मिडियममा चाहिँ आउने एउटा एनर्जी भनौँ है त सिम्पली द फर्म अफ एनर्जी जसले चाहिँ हामीलाई कुनै कुरालाई चाहिँ सेन्स गर्न त्यसलाई भिजुअलाइज गर्न हेल्प गर्छ त्यसलाई लाइट भन्छन् जस्तो लाइटको कुरा गर्दै गर्दाखेरि लाइटमा चाहिँ के हुन्छ भने हामीलाई लाइटले चाहिँ कुनै अब्जेक्टमा ठोकियो भने है त वेन एभर लाइट स्ट्राइक्स एनी सर्फेस अब यहाँबाट के हुन्छ भने लाइट चाहिँ फर्किन पर्छ यसबाट रिटर्न ब्याक हुन्छ रिटर्निङ प्रोसेस अफ लाइट इज रिफ्लेक्सन त्यसलाई चाहिँ हामीले रिफ्लेक्सन भन्छौँ तर रिफ्लेक्सनको कुरा गर्दै गर्दाखेरि यदि स्मुथ रिफ्लेक्सन भयो भने त्यहाँ चाहिँ मिरर फर्मेसन हुने भयो तर केही गरी त्यहाँनिर चाहिँ डिफ्युज रिफ्लेक्सन भयो भने चाहिँ हामीलाई अब्जेक्ट्सहरूलाई चाहिँ भिजुअलाइज गर्न र अपियर गर्न सजिलो हुन्छ भनेर पनि पढ्या होला सानो क्लासतिरको कुराहरू अब यो कुरा हामीले थाहा पाइसक्यौँ भने लाइट चाहिँ ट्रान्सप्यारेन्टदेखि ट्रान्सप्यारेन्ट पठाइरहेको छ भने रिफ्लेक्सन नभएर लाइट चाहिँ के गर्छ त रिफ्लेक्सन हुँदैन भन्नाले लाइट ठोकेर पछाडि फर्किँदैन तर यो मिडियममै कता कता पास भइदिन्छ अब यो लाइट चाहिँ त्यो मिडियममै कता कता पास हुने कुरालाई चाहिँ हामीले लियौँ भने पास हुने प्रोसेसलाई चाहिँ भन्छ रिफ्र्याक्सन अब यो रिफ्र्याक्सन चाहिँ किन भन्न पर्यो त पासिङ प्रोसेसलाई लाइट पासेस भन्ने भए पनि हुन्थ्यो भन्ने कुरा आउन सक्छ अब यहाँनिर तपाईँहरूलाई एउटा सिम्पल एक्जाम्पल दिन्छु जस्तै यहाँनिर मैले एयर लगेँ यहाँनिर मैले के लगेँ भने यहाँ ग्लास लगेँ ल ग्लास लगाऊँ सजिलो हुन्छ मैले एयरबाट लाइट पठाइरहेको छु भने त्यो लाइट सिधा आउने बेलामा त्यो लाइट डिरेक्टली यहाँबाट पास भएर यहाँ निक्लिन पर्ने तर निक्लिँदैन त्यो लाइट चाहिँ अलिकति बाङ्गो परेर यताबाट निक्लिन्छ यसरी बाङ्गो टिङ्गो पर्छ त्यो किन पर्छ बिकज सुरुमा एयरबाट ग्लासमा आइरहेको छ अलिकति बाङ्गो पर्यो फेरि ग्लासबाट एयरमा गएर चाहिँ अझ अलिकति बाङ्गो पर्यो सो यसरी लाइट चाहिँ बाङ्गो टिङ्गो हुन्छ त्यसो भए चेन्ज इन मिडियम हाम्रो लागि एउटा टर्म आयो त टर्म के भयो भने चेन्ज इन मिडियम चेन्ज इन मिडियमले के गर्छ भने यसमा बेन्डिङ प्रोसेस अफ लाइटलाई चाहिँ रिजल्ट गर्छ त्यसो भए लाइटको बेन्डिङ प्रोसेस भनेको चाहिँ रिफ्र्याक्सन भयो तर रिफ्र्याक्सनको मेन रिजन के भयो त
चेन्ज इन मिडियम एउटा यहाँसम्म कुरा आयो। अब यसपछि तपाईहरुलाई अझै डिटेलमा बुझाउन पर्ने कुरा भन्दाखेरि यहाँनिर लाइट चाहिँ मिडियम चेन्ज गर्ने बित्तिकै किन यहाँनिर चाहिँ बेन्ड हुन्छ भन्ने कुराको आन्सर निकालौं। ल पहिलो कुरा तपाईहरुले जनरल नलेज म तपाईहरुलाई बुझाउँछु। लाइटको स्पिड वाटरमा 2.8 into 10 power 8 मिटर पर सेकेन्ड हुन्छ। ग्लासमा चाहिँ 2.2 into 10 power 8 मिटर पर सेकेन्ड हुन्छ। अनि एयरमा चाहिँ इक्विभ्यालेन्ट टु 3 into 10 power 8 मिटर पर सेकेन्ड हुन्छ। अब हेरौँ त जुन चाहिँ कुरामा लाइटले स्पिड कुनैमा चाहिँ धेरै कुनैमा थोरै गर्दाखेरि यहाँनिर लाइटले डिफ्रेन्ट स्पेसमा डिफ्रेन्ट स्पिड देखाउँदो रहेछ। अब याद गरौँ स्पिड यदि केही गरे यदि इफ द स्पिड अफ लाइट इज लेस इन एनी मिडियम कुनै मिडियममा लेस छ भने त्यसलाई हामीले भन्छौं रेयरर मिडियम भन्छौं। एउटा यो प्रपर्टी हुने भयो। यदि स्पिड अफ लाइट केही गरे कुनै मिडियममा चाहिँ मोर छ भने यसलाई हामीले भन्छौं डेन्सर मिडियम भन्छौं है त। हामीले डेन्सर र रेयरर चाहिँ डेन्सिटी धेरै डेन्सिटी थोरै भनेर होइन ओके यो कन्फ्युजनमा नपर्नु। बट डेन्सर र रेयरर के को कुरामा आयो त अन द बेसिस अफ स्पिड अफ लाइट इन दैट मिडियम यो कुरा आयो। अब यहाँनिर लाइट आउने बेलामा इफ लाइट केही गरी सिंगल आइरहेको छ भने यसलाई हामीले लाइट रे भन्छौं। तर रेहरुको कम्बिनेसन आइरहेको छ भने यसलाई हामीले बीम भन्छौं। यो कुरा पनि तपाईहरुलाई थाहा भइराकोस् तपाईहरुलाई जनरल इन्फर्मेसन। अब यहाँनिर लाइटको कुनै पनि अनि रेजहरु या फेरि बीम आउँदै गर्दाखेरि whenever light ray स्टडी गरौँ लाइट रे ट्राभल्स फ्रम one medium to another medium change in medium यसको मिनिङ चाहिँ चेन्ज इन भेलोसिटी अफ लाइट इन द मिडियम हो नि त खासमा हैन। चेन्ज इन मिडियम रहेछ। अब आन्सर के रहेछ चेन्ज इन भेलोसिटी अफ लाइट इन द मिडियम कजेज के त बेन्डिङ अवे अफ लाइट या फेरि कजेज रिफ्र्याक्सन। अब त्यसो भए रिफ्र्याक्सन किन हुन्छ भन्ने कुराको साइन्टिफिक रिजन भेट्यो। त्यहाँमध्ये पनि इफ द मिडियम हैज लेस स्पिड त्यहाँनिर के हुने भयो यहाँनिर चाहिँ लेस स्पिड यसलाई उल्टो भने क्या हो ठ्याक्कै सरी इफ द मिडियम हैज मोर स्पिड त्यसलाई हामीले रेयर मिडियम भन्छौं। इफ द मिडियम हैज लेस स्पिड त्यसलाई हामीले चाहिँ डेन्सर मिडियम भन्छौं। स्पिड लेस हुने बेलामा डेन्सर मिडियम स्पिड बेसी हुने बेलामा रेयर मिडियम। अब यति कुराहरु हुने भयो। अब यहाँसम्म अब मैले अघि रङ पढाइहाले उल्टो पढाइ पढाउनु परे क्या तनाव भयो त यार मलाई छुटी छ। लु यो लेक्चर गयो यो डुबो डामाडोल भयो यो लेक्चर।